मम्मी मलाई एउटा कुरो अहिले मैले चिया खाँदा खाँदै पहिलाका कुराहरू यसो याद गरेको होइन। अब किनभने हामीले याद गर्ने भनेकै हामीलाई नै परेका कुरा याद गर्ने हो, हामीले नै भोगेका कुरा याद गर्ने हो। हामी कसैको केही उयो छैन होइन। जति भोग्यौँ आमा छोरीले बराबरी भोग्यौँ। सायद आमाले नभोगेको छोरीले भोग्ने थिइन कि होइन, अथवा कर्मैमा लेखेर आएको थियो कि होइन, त्यो त थाहा छैन नि त। कतिले भनेको सुन्छु क्या म, छोराछोरी अहिले म यहाँ टिकटकमा पनि हेर्छु होइन, टिकटकमा पनि हेर्छु, छोराछोरी धेरै हुँदा धेरैवटा माया हुन्छ। खोइ त्यही आफूले पनि थाहा। अब आफूले त दुईटा जन्माए, माया भनेको बराबरी छैन र पनि त्यसको माया यति लाग्छ भन्ने कुरो साँधी छैन होइन। बराबरी माया लाग्छ। तर धेरै छोराछोरी जन्माउनेले अलिक सिधालाई अर्कै माया, अलिक बाठालाई धेरै माया होइन, सम्पत्ति हुनेलाई अर्कै माया, नहुनेलाई देख्नै नसक्ने माया, त्यस्तो पनि हुन्छ र। खोइ त्यही त मलाई पनि पो थाहा भयो। त्यो देखेँ क्या मैले। किन मैले त्यो देखेँ भने त्यस्तो वातावरण मैले घरैभित्र देखेँ क्या। हो, घरैभित्र देखेँ। कसरी देखेँ भने म छैनन्, मेरा दाजुभाइ छैनन्, दिदीबहिनी छैनन् भनेर म पिर गर्छु नि, हजुरलाई हेर्छु क्या मैले फर्केर। अनि हजुरलाई हेर्छु क्या फर्केर। मेरी आमालाई गर्ने माया र अरूलाई गर्ने माया कस्तो थियो, अनौठो थियो। त्यस्तो पो हुन्छ कि क्या हो, धेरै छोराछोरी हुँदा त्यस्तो हुँदो रहेछ कि क्या हो जस्तो लाग्छ क्या मम्मी मलाई नि। कति मैले त दुईटा पाएँ, माया दुईटा भएन क्या। अहिले छोडेर गयो, माथिबाट हेरिरहेको होला, तर माया बराबरी लाग्छ क्या। कस्तो अनौठो रहेछ क्या भन्छु कि मैले नि। मेरा आमालाई गर्ने माया सबैले पो त, फेरि सबैले मेरा आमालाई हेर्ने दृष्टि नै अर्कै देखेँ क्या मैले। अर्कै। तर म कति हेर्थेँ, कति मलाई याद हुन्थ्यो कि खाना दिँदा पनि याद हुन्थ्यो, लाउन दिँदा पनि याद हुन्थ्यो होइन, ती कुराहरू होइन। हो, ती कुराहरू मैले अहिले कल्पना गर्छु कि अहिले त हाम्री आमालाई नरोजाइ त हामी त केही पनि गर्दैनौँ।